जाडो लाग्यो काकी मलाई त। हो नि हो, मलाई पनि कस्तो थकाइ लागेको छ। एकछिन बस्नु भाइ काकी। काकी मलाई लास्ट भोक लागेको छ। खान्छस् त? के खानु र केही लागि छैन? मैले भुटेको मकै लिएर आएको छु अलिकति। मकै मात्र चाहिँ के खानु हो काकी? फुक्का नुन खुर्सानी पनि ल्याएकी छु झिका टोकोबाट। ओहो काकी प्याज रहेछ नि यहाँ त। कसैले खसाल्यो होला नानी। ल ल काकी मकै फुकाउनुहोस् अब, मजा आउने भयो। सुनमा सुगन्ध भनेको यही होला है नानी? हो नि काकी। दुईटा छोरा छोरी र हुने खाने श्रीमानलाई चडक्कै छोडेर श्रीमती प्याज व्यापारीसँग पहिला छोरा छोरीको हरिबिचो। हरे शिव शिव, यो आँखाले के सुन्नु पर्यो होला? हुने खाने र पैसावालासँग पहिला गएको त यही दुईटा कानले देखेको थिएँ, तर यो आइमै प्याज व्यापारीसँग के पहिला जानु पर्यो होला? अय्यो मारो नि बच्चीले। ओइ बच्चे आ देख्दैनस्? देख्छ त यी बाटो हेर्दै हिँड्न जान्दैनस्? एक्लै बोल्दै हाँस्दै हिँडेको छ। बोलेसी क्या फुच्चे? ओइ के भनिस् रे? फुच्चे रे, झन्नै तेरो बाउको उमेरको मान्छे हो म भनेर भन्न मिलेन। एउटा लभ नपारी भएको छैन। यस्तो डेढ फुटीसँग कसले लभ गर्छ? फुच्चे भनेर नहेप, मान्छे स्मल दिमाग क्यापिटल छ मेरो। के भयो जेठा दाइ, किन यसरी कुदेको? के हुनु नि नेताज्यू, यो डाम्नाले 30 रुपियाँ खाएर भाग्यो भने। कसले खायो 30 रुपियाँ? त्यही बाख्राले खाएर भाग्दैछ। तपाईँ पनि खुब मजाक गर्नुहुन्छ क्या? कहाँ मजाकको हुनु नि नेताज्यू, आज यो डाम्नाको एउटा खुट्टो नभाँचिकन कहाँ छोड्छु र? बाख्राले कसरी पैसा खाएर भाग्यो? हातमै हल्लाउँदै हिँड्नु भयो होला। ए नेताज्यू, होइन तपाईँले नि कस्तो कुरा नबुझेको? बुझेँ तपाईँको 30 रुपियाँ बाख्राले खाएर भाग्यो। अब बाख्राको पेट चिरेर निकाल्नुहोस्। हे प्रभु भगवान्, बाख्राले पैसा खाएको होइन क्या? अनि के चाहिँ खायो त? अघि भर्खरसम्म 30 रुपियाँ खाएर भाग्यो भनेर लखेटिरहेको होइन त? हे भगवान्, कसरी सम्झाउनु तपाईँलाई? 30 रुपियाँको सागको मुठै खाएर भाग्यो के बाख्रोले? त्यसो पो एक मुठा सागमा जाबो 2-4 पात बाख्राले खायो भनेर बाख्राको खुट्टै भाँच्ने? भो छोडिदिनुहोस्, फेरि बाख्रा धनीले मार्ला नि। हेरौँला नि म पनि कसले मार्दो रहेछ मलाई। बुढो मान्छे भएर के अबुझ भएको हे जेठा दाइ? यहाँ दुनियाँले देशको ढुकुटी लुटेर खाँदा, विदेशीले देशै लुटेर खाँदा त कसैले केही गर्न सकेको छैन। बाख्राले जब 2-4 पात साग खायो भन्दैमा त्यसरी बाख्रालाई नै मार्ने गरी हिँड्नुपर्छ त? भो छोडिदिनुहोस्। साग खाइदिए अब दाम्नाले, अब प्याज चाहिँ लिएर आउनु पर्यो।
कहाँ गयो मेरो प्याज खै मेरो प्याज सागको बाख्रा खायो प्याज कहाँ गयो के खोज्नु भयो लौरे अङ्कल हल्ला चल्यो यो प्याजको भारी राखेर बाख्रा लहर्ने गएको थिएँ कसले लग्यो यो प्याजको भारी कसैले भारी बोकेर लगिसके जस्तो छ प्याजको यो लाउरे दाइको हो त नि त्यही भएर दुईटा चाहिँ यहाँ खसेको खोइ त त्यो दुईटा यो दुईटा त हामीले हुलिसक्यौँ खै कहाँ हुल्यो कहाँ निकाल्यो त निकाल्नै नमिले गरी हुलियो अब कहाँबाट निकाल्नु अरे राम त्यही दुईटा प्याजको भारी भनेको त हो नि मैले दुईटा प्याजको पनि भारी हुन्छ त लाउरे दाइ त्यही दुई चाँडै प्याजको भारी हो मेरो खै खुर्क निकाल त यति चाँडै कहाँबाट निस्किन्छ त लौरे अङ्कल भोलि बिहानसम्म कुर्नुपर्छ होइन कस्तो ठाउँमा हुल्याउ र हो निकाल्नै समय लाग्यो यहाँबाट हुलेर यहाँ पुगिसक्यो सत्यानासै पारेछन् नि यस्तो सुनको भाउमा किनेर ल्याएको प्याज तिमीहरूलाई अलिकति लाज लागेन के को लाग्ने हामीले चोरी ल्या भएको हामीले यो बाटोमा भेटेर खाएको त हो परिलाई भगाइ लाग्यो झिल्केलाई तल पार्यो हामी जस्तो सोझालाई केठाइमा गाल पार्यो झिल्केलाई ताल पार्यो ताल त अर्कोलाई परेन नि आफूलाई त बेच्दै गाल मात्रै पर्छ तिमीहरूलाई अलिकति लाज लागेन के को लाग्ने ल भगाइ गयो चोरी ल्या भएको हामीले यो बाटोमा भेटेर खाएको त हो धेरै कुरा नगर कि प्याज चाहियो कि पैसा चाहियो किन दिनु नि हो हामीले चोरेर खोसेर खाएको होइन क्यारे के को हल्ला हो यो मेरो प्याज चाहियो कि पैसा चाहियो किन दिनु नि हो कसैको चोरेर खोसेर खाएको होइन क्यारे होइन हो के भयो के को हल्ला खाला यहाँ के हुनु नि ओ यी नखरमा मेरो प्याज चाहिँ अहिले प्याज भुसुकै खाइदियो यही हो र आम्मै मिल्ने नक्सान गरी कसरी हुलेको त लौ बर्बाद भयो नमस्ते नमस्ते होइन हस्याङ फुस्याङ गर्दै कता कुदेको फटा सर एउटा जरुरी कुरा छ गाउँतिर सबैलाई खबर गरौँ भनेर हिँडेको के कुरा हो त्यस्तो हामीलाई भन न भन्दा भने फटा के कुरा हो नडराइकन भन्छ त्यो जेठाको प्याज गीता र जुनगिरी काकीले हुलिछ जुनगिरी काकीको घाँटीमा अड्किया छ जुनगिरी काकीले घाँटीमा हात मात्रै बसिया छ जेठा पनि त्यही छ बाबु भाइ यो फटाको कुरा नसुन एक नम्बरको गाउँको फटा केटा हो धर्म सर मैले ढाट्या होइन यो घटना कुन ठाउँमा भएको हो ओ यहाँ माथि डाँडाको चौतारामा पक्का हो पक्का हो सर ल हामी जान्छौँ ल आइज भाइ के भयो जुनो बहिनी निकै निराश देखिन्छौ त के भएको छैन बाउ खुसी हिँडेको बाउ पनि खोजेर पाइन्छ र दिदी घरको बाउलाई चाहिँ के भयो नि मैले त मेरो बाउलाई कति वर्षसम्म खोजिसकेँ त्यही पनि भेटेको छैन ए त्यस्तो हराएको भने होइन के प्याज टमाटर सब्जी लिन बाउ बजार गएको कहाँ कता हरायो तरकारी किन्न बजार गएको बाउ आमा खोज्दै हिँडे कि क्या हो जुनु बहिनी जासुकै जाउँ नरिसाउ न बहिनी जाउँ बाबु हामी कता हिँडेको जुनु कलेजबाट फर्केको नि बाउ बजारमा तरकारी किन्न गएका थिएँ पाउँदै होला नि खोज्नु तरकारी महँगो भएर बजारमै बेहोस भयो भनौ भने तिमी नपचाउने तिम्रो बाउले किनेर ल्याएको तरकारी त बाटैमा अर्कोले चेट पारेछ बाटैमा चट पारे रे कसले के गर्यो हो मेरो बाउलाई कान्छाको आमाले प्याज हुलेर घाँटी समातेर बसिरहेछ तिम्रो बा पनि गीता र कान्छाको आमासँग झड गरेर बसिरहेछ ए हो र कहाँ छन् त अहिले ऊ त्यहाँ कोदो बारेमा बसेर झड गरिरहेछन् बाटैमा ल म अहिले गएँ होइन हे नानी कता हो उफ्री उफ्री खुट्टा भाँचेलाई नि फेरि बिस्तारै हिँड हेर्नु न अङ्कल म कलेज गएर आएँ कि बाबा बजार जानुभएको थियो भेटेर सँगै जाऊँ कि भनेर कुदेँ कि भेटिँदै भेटेन ए हो र मैले तिम्रो बाउलाई कहाँ भेटेको थिएँ ऊ पल्लो पाखातिर बाख्रा लखड्दै थिएँ बुढा
होइन के भन्नुहुन्छ अङ्कल बजार गएको मान्छे कसको बाख्रो लकेटे छन् नि बजारबाटै फर्किँदा बाख्राले सागको मुठा झम पारेछ क्यारे रिसाउँदै थिए बुढा ए हो र आफ्नै बारीमा साग रोपौँ भन्दा मानेनन् अब के उपद्रो गर्ने हुन् बाउले मैले त अलि अघि नै भेटेको कोसँग गफ छुटेर बस्या होलान् जाऊ जाऊ घर आइहाल्छन् नि बुढा लाउरे जेठा दाई मान्छे चाहिँ नम्बरी नै हुन् जहाँ गए पनि एउटा एउटा पिङ्गो निकालेर दफडा गरिहाल्छन् तिललाई पहाड बनाउँछन् बुढा मान्छे स्मल दिमाग क्यापिटल हो मेरो के पारो तिमीहरूको यो दिङसै त्यो पनि पब्लिक प्लेसमा के भन्छ यो फटाडोले ए हो र फटा मरे दिङसै लपार्ने तिमीहरू अनि फटा चाहिँ म ओ जिरे धेर वार्ता कुरो नगरे हाम्रो इम्पोर्टेन्ट कुरा हुँदैछ ए ल इम्पोर्टेन्ट कुरा बाजा खेतमा त्यही त हो नि बाजा खेतमा छड्के सलाम मायालाई पहिलो भेटमा फेरि नमाथि है फेरि 3 फिटबाट डेट्नु झार्दिन्छु नि त्यहाँ माथि मान्छे प्याज हुलेर घाँटी थिचेर मर्न लागिसक्यो तिमीहरू त यहाँ मोज गरेर बस बाजा खेतमा होइन के भन्छ यो कसलाई के भएर कान्छ कि आमाले आधा किलोको प्याज हुलेर जेठाले घाँटी थिचेको रे कता छन् त कुन हस्पिटल के को हस्पिटल हुनु नि ऊ माथि डाँडाको चौतारामा हामी पनि जाउँ हल्ला चल्यो नमस्कार पण्डित बा नमस्ते सुनिल बाबु जाउँ न नित्त परेर कता जाने पण्डित बा काम छ कि आमा सिद्धिन लागि धेरै नि त नित्त परेर प्याज हुले कि रे घाँटी थिचेको छ रे नित्त परेर पण्डितले झन् यस्तो कुरा चाहनु हुन्छ मान्छे मरे झन् टन्न कुम्लाउनु पाउँछ हावामा हिँडेको छ बुढा लखर हिँडेको मुला उता तेरी आमाको टिकट काट्न लागिसकेको छ रे अनि कहाँ जान लागेको छ र मेरो आमा टिकट काटेर उता माथि जानलाई पनि टिकट काट्नुपर्छ र भने थुक्क तेरो बुद्धि आफ्नो बुद्धि ठेगानमा छैन फटा बुढो ए मै पो फटा राम्रो बुद्धि दिँदाखेरि अझ उल्टो मलाई फटा कुरो के हो एकछिन पछि थाहा पाउलास् के नचाहिँदो कुरो गरेको काका तँलाई गोबर गाँठ छिट्टो उता डाँडाको बारीमा जा तेरी आमाले प्याज हुलेर घाँटी समातेर बसेको छ रे होइन मेरो आमाले कसरी प्याज हुलेछ घरमा प्याज नखाएको कति महिना भइसक्यो जेठो लाउरेको प्याज हुलेको रे छिटो जा रामे दाइ कता हिँडेको कान्छ कि आमालाई घाँटी थिचेर मारेर आछन् रे आधी किलोको प्याज हुलिन् रे ए रामे दाइ गएको कुरा पनि पछि लाग्ने आधा किलोको प्याज कसरी छिर्छ मुखमा खै त्यही भएर घाँटीमा अड्केर घाँटी थिचेको त होला नि होइन कसले चलाउँछ नसाई त हल्ला यो ए कान्छ कता हिँडेको उहाँ तिम्रो आमा त प्याजले अड्केर जेठाले घाँटी थिचेर बसिरहेको छ ए हो र कहाँ छ
घरको ताल कसैको अत्तो पत्तो नै छैन। ओ हाम्रो नेताजी पनि आउनुभयो। ओ नेताजी नमस्ते। नमस्ते नमस्ते। अनि सही साहब के रहेछ त कन्डिसन? ए होइन नेताजी, फोकटको हल्ला मात्रै रहेछ भने। पोखरको हल्ला रे यहाँ मान्छेको सुनभन्दा मको चाहिँ प्याज खाइदिए। ए जेठा ए त हेर हेर निच्च परेर होइन तैँले सुनकै प्याज किनेर ल्याएको थिएँ कसो है? यहाँ देशा 33 किलो सुन हराउँदा त त्यहाँदेखि कसैलाई पत्तो भएन। तेरा जाब 2टा गाँठा प्याज। ए आम्मा होए, कुरो त यहाँ त अर्कै पो रहेछ। मैले घाँटीमा थिच्यो घाँटीमा अड्क्यो भने त भित्रै पो हुल्या रहेछ है। सुनकै प्याज हो भने त अपरेसन गरेर निकाल्नु पर्यो नि। म अब डाक्टरलाई बोलाउन जान्छु म। यो बच्चा पो रहेछ हुँदैन अनि हल्ला खाइलो त हिँड्ने। ए भाइ त्यो समात त्यो फटा 2-4 भात नलाई छोड्नु। जा समात। हेर्नुस् हल्ला जे जस्तो चले पनि कुरो चाहिँ गम्भीरै लाग्यो मलाई। प्याजको भाउ यति धेरै महँगो नभएको भए जेठा दाइले जाब 2 गाँठा प्याजको लागि यति धेरै गर्ने थिएनन् नि। हो एकदम सही कुरा। मान्छेहरू उब्जाउजाउ बाजे राख्ने, खालि किनेर खाने, हल्लिएर हिँड्ने। हो त नेताज्यू, हेर्नुहोस् यहाँ खेती गर्नकै निम्ति भनेर अमेरिका, जापान, कोरिया, अस्ट्रेलिया जानका निम्ति भनेर चाहिँ तछाड मछाड गर्छन्। त्यहीँको भाषा सिक्नका निम्ति टुपी कसेर पढ्छन्। हेर्नुहोस् विदेश जाने अवसर आयो भने फारम भर्नका निम्ति लुणो लाग्छन्। भिड हुन्छ। हाम्रा देशका पुलिसहरूलाई त्यो भिड पन्छाउँदैमा हैरान हुन्छ। हेर्नुहोस् नेताज्यू, सही कुरा गर्नुभयो पण्डित गुरु। त्यही भएर नै हामी नेपालीहरू पछि परेका हौँ। खासमा गल्ती उहाँहरूको पनि होइन र त्यस्तो मूल्यवान चिज पनि होइन। खासमा महँगीले गर्दा यो सब भएको। त्यसैले हामी सबै मिलेर हाम्रो आफ्नै खेतबारीमा हामीलाई आवश्यक पर्ने अन्न, सागसब्जी, तरकारी उत्पादन गरौँ। खेती योग्य जमिनमा घर नबनाऊ, खेतबारी बाँझो नराखौँ, अभावको अन्त्य गरौँ। महँगी आफै नियन्त्रण हुन्छ।